हेलो साथीहरु, यहाँ हेर्नुस् न है, सानो सानो पप्पीको बच्चा कुन चाहिँ पापीले चाहिँ ल्याएर पर टर्निङमा छोडिराखेको रहेछ मेरो घर उतापट्टि। बिचरा गाडीले झन्डै खिचायो। अन्त मैले ल्याएर घरमा राखिरहेको छु, राख्ने जग्गा पनि छैन मेरोमा, अलरेडी नै कम्ती कुकुरहरू छैन। के गर्नु, देखेपछि माया लागिहाल्छ। मान्छेहरूले सानो हुन्जेल राम्रो देखेर पाल्छ, नानी हुँदा चाहिँ राम्रो देख्दो रहेछ, अन्त लगेर पाल्छ। त्यहाँदेखि अन्त बच्चा भएपछि यसरी ल्याएर छोडिदिन्छ, खानाहरू पनि दिँदैन। अनि दुख बिमार भयो भने पनि बाटोतिर छोडिदिन्छ, घरदेखि छोडिदिन्छ बाहिर। कस्तो कस्तो पापीहरू हुन्छन्। ल आइज, पाल्नु छैन भने किन चाहिँ यसरी राख्नु। बच्चा भएपछि त्यहाँदेखि चाहिँ अन्त फ्याँकिदिन्छ ल्याएर रोडमा। आफ्नो नानी, आफ्नो फ्यामिली, आफ्नो परिवार जस्तै सोच्नु पर्यो नि। उनीहरूको पनि त सास छ, उनीहरूलाई पनि गाडीले खिचाउँछ, मान्छेले कुट्छ। आइज ल, अलरेडी मेरो यहाँ कम्ती छैन, यहाँ राखेको छु मैले। मेरोमा 8-9वटा छ, त्यसै पनि कुकुर बिरालोहरू। तर पनि देखेपछि माया लाग्छ, मनले मान्दैन, ल्याएर राखिरहेको छु। एउटा केटा छ, एउटा केटी छ, राम्रो रहेछ। तर पाल्नु मन छैन भने किन घरमा लगेर राख्नु, त्यहाँबाट बच्चा भएपछि किन यसरी फ्याँक्नु। कस्तो निर्दयी सोच भएको मान्छेहरू पनि हुन्छ यस संसारमा। यस्तोहरूलाई ल्याएर रोडमा फ्याँकिदिइराखेको हुन्छ, अन्त गाडीले हिर्काउँछ भन्ने पनि छैन, मान्छेले कुट्छ भन्ने पनि छैन। जसले यसरी पनि निर्दोष प्राणीहरूलाई यस्तो हेला गर्छ, त्यो मान्छेलाई चाहिँ भगवानले पनि राम्रो गर्दैन। नगरोस् पनि, भगवानले राम्रो पनि नगरोस् त्यस्तोहरूलाई। यसरी बिचरा यस्तो युवालखाहरूको के ज्ञान छ, त्यस्तो निर्दोष प्राणीहरूको के चाहिँ गल्ती छ। यिनीहरूले के गरिदिएको छ र यसरी रोडतिर ल्याएर फ्याँक्नु, खाना नदिनु, कुट्नु। खाना दिँदैन, पाल्नु सक्दैन भने लगेर घरमा नराख्नु पनि। फेरि लगेर घरमा राखेको पालेको छ भने कि त त्यसलाई अपरेसन गरिदिनु, कि त होइन भने बच्चा जन्मिएपछि यसरी रोडमा ल्याएर आमाबाट नछुटाउनु। बिचरा यो दुध खाँदै गरेको बच्चाहरू होला, आमाले पनि कति खोजिराखेको होला उसको नानीहरू, ल्याएर यसरी रोडमा छोडिदिएको छ। हिजो अस्ति पनि 2टा बच्चा त्यसरी छोडेको रहेछ, एउटा त गाडीले हिर्काएर मारेछ।